आज हामी छौँ अस्पताल रोडको साइडमा। यहाँ चाहिँ यो प्राइम, त्यस पछाडि यहाँ छ ट्याककोट। हजुर तपाईँ आफै भन्नु न, के भनिदिनु पर्यो भन्नु, म भन्दै भन्नु न यसको स्पेसिफिकेसन के भइरहेछ। अब हामी भिडियो पो भइरहेछ। यो अस्पताल लेइङ हुँदैछ हजुर होइन, विराटनगर 8मा अस्पताल लेइङ भइरहेछ। यो चाहिँ हाम्रो 4 सेन्टीको हाम्रो अस्पताल छ होइन। यसको लागि हामीले कमसेकम 52 देखि 53 सेन्टी हामीले हाल्नुपर्छ। त्यसपछि कम्प्याक्सन हुन्छ होइन, 30% कम्प्याक्सन हुन्छ होइन। हजुर त्यसपछि हाम्रो टप लेयर हाम्रो 4 सेन्टीमा 40 mm आइपुग्छन् भन्ने कुरा त्यति हो। हाम्रो अस्पताल यो गर्दाखेरि हाम्रो बिलो 20, 16 अनि 8 अनि डस्ट mm को हाम्रो के भन्छ एग्रिगेट हुन्छ नि, डस्ट हुन्छ नि होइन, त्यही हो। हजुर अनि यो के भन्छ इक्विपमेन्टहरू चाहिँ के युज गरेर भनेको हाम्रो यो रोलर भइहाल्यो। हजुर त्यो हाम्रो पेपर भयो हजुर होइन। अनि त्यसपछि त्यो हाम्रो रबर रोलर होइन। हजुर यसले चाहिँ के गर्छ भने यो रोलर चाहिँ कतिखेर चाहिन्छ भने पानी ट्याङ्की रोलर कतिखेर चाहिन्छ भने यसलाई कम्प्याक्टिङ गर्नको लागि हामीलाई यो चाहिन्छ। त्यसले चाहिँ अर्को हाम्रो त्यो चाहिँ फिनिसिङ निकाल्नको लागि त्यो रोलर चाहिने हो होइन। हजुर पेपर भनेको यो लेइङ गर्नलाई अस्पताल। हजुर हजुर त्यति हो। यसको कति हो हामीलाई एक चाहिने थिकनेस चाहिँ कति भन्नु यो रोडको? 40 सेन्टिमिटर, 40 mm 40 mm 40 mm भनेपछि 4 सेन्टिमिटर मात्र। अनि त्यसलाई चाहिँ कति हाल्नु पर्यो? त्यति हाल्नलाई कमसेकम 52 mm हाल्नु। 52 mm 53 mm बाट चाहिँ हामीले 40 mm मा झार्नु पर्यो। हजुर धन्यवाद भाइ इन्फर्मेसनको लागि। उहाँ हुनुहुन्थ्यो हाम्रो सिनियर इन्जिनियर रुपेश दास भाइ, थ्याङ्क यू। बनाएको छ नि। हजुर त्यो चाहिँ उसले नापेर यत्रो गज बनाएको छ, 52 को गज बनाएको छ, 52 mm को। अनि त्यो त्यति हो काम। हजुर बेसले गर्दाखेरि त तल उयो पनि त प्राइम पनि त छेरेर जानु सक्ला नि त।
फुल उडाउन साट्न पछाडि यो होइन अनि त्यस पछाडि त्यो स्प्रेडिङको लागि रोलर